हेलो गाइस, सन्चै हुनुहुन्छ, सन्चै हुनुहोला भनेर मलाई आशा छ। हजुरहरू सधैँ सन्चै हुनुहुन्छ, सन्चै हुनुहोला हजुरमाथि आशा गर्दैछु। हेर्नु, हामी यो महाराष्ट्र सोलापुर भन्ने ठाउँमा छौँ। अनि यहाँ चाहिँ हामी चाहिँ वाचम्यान काम गरिराखेका छौँ। हेर्नुहोस्, अनि यस्ता बन्न लागेको बङ्गला मेरो पछाडि देखिँदैछ। यस्तो बन्न लागेको बङ्गलाहरू यो यो एरिया छ यस्तो। अनि यसमा चाहिँ अनि 28वटा बङ्गला बनिने हुन्, तर 22 बङ्गला अध बनाएकै त्यस्तो देखिन लाग्छ नि, त्यो बन्न लाग्छ अहिले। अध बनाएका बङ्गलाहरू धेरै छन्। अनि यसमा चाहिँ हामी वाचम्यान बसेको, तर सोलापुरमा बसेको त धेरै भयो। अहिले चाहिँ यहाँ नयाँ लागेको छु हामी यो बङ्गलामा। हेर्नुपर्ने गेटमा बसेर, कुर्सीमा बसेर को कहाँ गयो कता गयो सबै हेर्नुपर्छ। के गर्ने, आफ्नो देश छोडेर परदेशमा बस्नु पऱ्यो। केही पैसाको सम्पत्तिको कमीले गर्दा हामीहरूले यसरी परदेशी भएर बस्नुपर्छ। अनि के गर्ने, त्यस्तै हो नेपालीको। सबै नेपाली त त्यस्तै छैन। अब कसैलाई चाहिँ घरमा बसेर हामीहरूले आफ्नो नेपालमा बसेर चाहिँ गुजरा नहुँदाखेरि हामीहरूले यसरी हिँड्नुपर्छ। अनि हजुरहरूले मलाई चाहिँ अरू कहाँ, हजुरहरू म त यहाँ बस्छु अहिले सोलापुरमा, नेपालकै मान्छे हो, सोलापुरमा बस्छु। हजुरहरू कहाँ कहाँ बस्नुभएको छ, कहाँ तपाईँको नेपाल हो, कहाँ चाहिँ कहाँ अब परदेशमा इन्डियामा आएर काम गर्नुहुन्छ, त्यो मलाई चाहिँ सबै भन्नु होला है गाइस। हजुरहरूलाई मलाई चाहिँ कमेन्ट, सेयर अनि फलो गरेर आफ्नो साथी बनाउनु होला। मलाई चाहिँ माया गरिदिनु होला भनेर यही हजुरलाई म दुईवटा कुरा राख्दैछु। सपोर्ट गर्नु होला हजुर है। बाई।